हामी जान लागेको ठाउँमा चाहिँ एकदमै पानी परिरहेको थियो अनि हामीलाई चाहिँ बाटोमै भेट्यो। मैले चाहिँ रेनकोट लगाएँ, हेर्नुहोस् न। बल्ल बल्ल पानी यत्रो परेर घाम लाग्न थाल्यो, त्यही भएर हामी चाहिँ यस्तो खुसी हुँदैछौँ। गाइस को बबल टी लभर हुनुहुन्छ आउनु बबल टी हाल्नु। अब चाहिँ हामी चाहिँ पुग्यौँ गोदावरी, त्यहाँ टिकट काट्नुपर्छ अनि जानुपर्छ। हामीले चाहिँ के पनि खानेकुराहरू पनि लिएको छैनौँ, उतैदेखि ल्याउने भनेको। फेरि त्यहाँ इन्जोय पाइहाल्यो, गऱ्यौँ। अनि हामी चाहिँ यहीँदेखि किन भनेको चण्डीगढ कहाँदेखि के खाने, यतादेखि लानुपर्छ होला समथिङ। ल गाइस हामी चाहिँ इन्ट्री गऱ्यौँ है। चाहिँ यत्रो खोला पनि रहेछ, म तर्दैछु। यस्तो जङ्गल, यस्तो घारी, चण्डीगढ उता माथि पनि थियो होइन एउटा बाटो, उता के थियो जामेदेखि। ल पहिला एकचोटि मैले मेरो बर्थडेमा पनि यही गार्डनमा आएको थिएँ नि। ल सो मलाई चाहिँ यहाँको बाटोहरू थाहा छ त अलिअलि, त्यही भएर म चाहिँ यता ठ्याक्क पत्तो लगाइहालेँ। ल गाइजहरू अहिले चाहिँ यता हाम्रो घरतिर चाहिँ ओए यो त प्लान होइन, के प्लान पो होइन जग्गा हो नि होइन। हाम्रो उता हामी बस्नेतिर चाहिँ अहिले यस्तो गर्मी लागिरहेछ। अघि म बाइकमा आउँदाखेरि ओ माई गड यस्तो सरर हावा खानु, यस्तो चिसो मजा आउँछ। जोस् म चाहिँ घरदेखि निस्केँ राम्रै गरेँ भनेर आइहालेँ। ल बाटोमा त पानी पो पर्यो, हेर्नुहोस् न यता चाहिँ यस्तो हुन्छ है। हामीदेखि चाहिँ अलिक टाढो पर्छ क्या हामी, किनकि हामी उतापट्टि पेप्सी गोला एरियातिर बस्छौँ नि त। सो माई गुडनेस बाइदे पोखर चाहिँ खासै राम्रो आफ फलिँदो रहेछ। तर यहाँ हामी छिरेको यो पनि, तर पानी चाहिँ चुहिँदो रहेछ हल्का। अन्त कतिवटा मान्छे भन्नु मैले चाहिँ यहाँ बहिनीको फोटो खिच्दा हेर्नु न, यो रक गार्डनमा यस्तो राम्रो फल रहेछ हेर्नु त, कस्तो राम्रो के हो यो यस्तो बाबाले यस्तो रहेछ नि त कत्रा। यो त खाने चिज होइन, त्यसको फल चाहिँ हो, यो त फुल हो नि त। ओ हो नि त, होइन र यो त होइन, यो चाहिँ फल हो। यो त कहाँ, यो त होइन रहेछ, यो त नलाग्थ्यो। हामी लिली फुलहरू फुलेको ठाउँमा जानै पाएनौँ। कस्तो राम्रो आहा। भयो बाई बाई। आजको हाम्रो यो गोदावरीको भ्लग चाहिँ यहीँ हुन्छ, किनकि अब हामी 6 बजी निस्किने होला भनेर सोचेको थियौँ, तर 5 बजी रहेछ। सो अब हाम्रो भ्लग सकियो आजलाई यति नै। फेरि अर्को भिडियो नआइन्जेलसम्म लाइक गर्दै गर्नु। बाई बाई।